क्यानाडा पछिल्लो समय एप्लाई गर्दै हुनुहुन्छ, यी 5वटा कारणले गर्दाखेरि चाहिँ भिजा रिफ्युजल भएको देखिन्छ। पछिल्लो समय क्यानाडा आवेदन दिएका विद्यार्थीहरूको रिफ्युजल सङ्ख्या ह्वात्तै बढेको हुनाले हामीले रिसर्च गर्दाखेरि चाहिँ स्पेसिफिकली यी 5वटा कारण चाहिँ हामीले पत्ता लगाएका छौँ। सर्वप्रथम तपाईँको चाहिँ कमजोर स्टडी प्लान, यानि कि कोर्स र करियर बिच चाहिँ तपाईँको चाहिँ कोरिलेसन नहुने। हजुरले पढ्न खोजेको प्रोग्राम र तपाईँको करियर के हो भन्ने कुरा स्पष्ट रूपमा चाहिँ एसओपीमा उद्धृत नहुँदाखेरि चाहिँ रिफ्युजल भएको देखिन्छ। कतिपय केसमा विद्यार्थीहरूले कोर्स चयन गर्दा विद्यार्थी आफै स्वयंले कोर्स चयन नगरिकन चाहिँ काउन्सिलरहरूले रिकमेन्डेसन गरेको कोर्सहरू पनि लिएको कारणले गर्दा विद्यार्थीले आफूले चाहिँ बुझाउन नसकेको जस्तो देखिन्छ हैन। यस प्रकार चाहिँ यदि हजुरहरूले क्यानाडा पढ्ने प्लान गरिराख्नु भएको छ र कोर्स छनौटमा चाहिँ हजुरलाई चाहिँ गाइडलाइन चाहिँ चाहिन्छ भने गोरेटो कन्सल्टेन्सी अलरेडी यहाँ चाहिँ हामी जतासुकै चाहिँ उपस्थित छौँ हैन। नम्बर 1 चाहिँ विक प्लान भयो र त्यस्तै नम्बर 2 मा चाहिँ हामीले पत्ता लगाएका छौँ एसओपी चाहिँ कमजोर हुनु या एआई जस्तो देखिनु। सबै कुरा ठिक छ, अघि मात्र मैले एउटा फाइल हेरेको थिएँ जसमा चाहिँ सबै फाइनेन्सियल ठिक छ हैन, सबै कुरा ठिकठाक छ, स्कोर पनि राम्रो छ, तर चाहिँ एसओपी हेर्दाखेरि चाहिँ एआईले लेखे जस्तो हैन, त्यसमा चाहिँ राम्रोसँग चाहिँ एक्सप्लेन नगरेको, एआईलाई लेखाए पनि तपाईँको चाहिँ हुन्छ नि बढी एआई फ्रेन्डली जस्तै नै देखिएको, जुन आइएल्सको र पिटीको स्कोरसँग म्याच नभएको जस्तो एसओपी देखियो। र चाहिँ सिबी हेर्दाखेरि पनि सिबी पुरै तपाईँको चाहिँ हुन्छ नि डिप्लोमा लेभलको विद्यार्थीको सिबी पनि एडभान्स पिएचडीको जस्तो पनि देखियो, जसले गर्दाखेरि पनि चाहिँ यसो चाहिँ भिजा रिफ्युजल चाहिँ भएको चाहिँ हामीले हुन्छ नि एउटा आकलन गरेका छौँ। त्यस्तै तेस्रोमा चाहिँ आइएल्सको स्कोर र एकाडेमिक प्रोफाइल चाहिँ म्याच नहुनु, अथवा हजुरले जुन आइएल्समा राम्रो स्कोर छ हैन र राम्रो प्रोग्राममा एप्लाई गर्नुभएको छ भने चाहिँ त्यसमा चाहिँ हजुरको हुन्छ भिजा चान्स हाई हुन्छ। जस्तो अर्ली चाइल्डहुड एप्लाई गर्ने प्लान हुनुहुन्छ जसमा चाहिँ इङ्ग्लिस प्रोफिसियन्सी राम्रो हुनुपर्छ, तर हजुरको चाहिँ पिटीमा स्कोर कम छ अथवा आइएल्समा पनि इजब्यान्ड 6 छ भने चाहिँ के छ भने त्यो कोर्सको स्कोरले अर्ली चाइल्डहुड एजुकेसनमा चाहिँ तालमेल चाहिँ मिल्दैन। यस प्रकार चाहिँ हजुरको यदि स्कोर कम छ भने आइएल्स पिटीमा कम छ भने चाहिँ हामीले कोर्स चयन गर्दाखेरि पनि त्यस्तै खालको कोर्स जहाँ चाहिँ ल्याङ्ग्वेज प्रोफिसियन्सी चाहिँ हुन्छ नि धेरै आवश्यक नपर्ने कोर्सहरू चयन गरेको खण्डमा चाहिँ भिजा चान्स हाई हुन्छ। किनकि कतिपय केसमा चाहिँ हजुरको इङ्ग्लिस प्रोफिसियन्सी हाई चाहिन्छ धेरै जस्तो राम्रो कोर्सहरूमा जहाँ कम्युनिकेसनलाई इम्पोर्टेन्ट ठानिन्छ होइन, क्यानेडियनसँग चाहिँ त्यहाँको लोकलहरूसँग कम्पिट गर्नुपर्ने हुन्छ, यस्तो केसमा हजुरको स्कोर राम्रो हुनुपर्छ। यसर्थ यदि हजुरको लो स्कोर छ भने जहाँ चाहिँ प्रोफिसियन्सी कम भएको प्रोग्रामहरू पनि हुन्छ, त्यो प्रोग्रामहरू जस्तो वाइल्डिङ टेक्निसियन हुनसक्छ, इभी टेक्निसियन हुनसक्छ होइन, टेक्निकल प्रोग्रामहरू छ, अकाउन्टिङ हुनसक्छ होइन, र त्यस्तै सफ्टवेयर सम्बन्धी प्रोग्रामहरू हुनसक्छ। त्यसमा बढीमा चाहिँ बोल्नुभन्दा पनि हजुरको चाहिँ इन्ट्रोभर्ट टाइपको पर्सनालिटी अथवा राइटिङ केमा चाहिँ तपाईँको चाहिँ प्रोफिसियन्सी कम छ त्यो अनुसारको चाहिँ हामीले प्रोग्राम चयन गर्न सक्छौँ। त्यस्तै मैले अर्को रिसर्च गरेर पत्ता लागेको तपाईँको चाहिँ नेपालमै थोरै पैसामा उपलब्ध भएको होइन ग्लोबल प्रोग्राम ग्लोबल युनिभर्सिटीहरूमा नपढेर क्यानाडा नै किन रोज्न खोजेको त्यसको 5 गुणा चाहिँ ट्युसन फी बढी भएको प्रोग्रामहरू, कतिपय प्रोग्रामहरू त नेपालमा छैनन्, ती प्रोग्रामहरूलाई जस्टिफाई गर्न भिजा अफिसरलाई चाहिँ बुझाउन सजिलो हुन्छ। र जुन प्रोग्राम नेपालमा पनि छ तर त्यही प्रोग्राम तपाईँले 4-5 लाखमा नेपालमा पढ्न पाउनुहुन्छ, तर क्यानाडामा पढ्दै गर्दाखेरि चाहिँ हजुरले ट्युसन फी प्लस अकोमोडेसन गर्दाखेरि 50-60 लाखको चाहिँ रेन्जमा आउँछ होइन टोटल कस्ट। अब यो भिजा अफिसरमा हजुरले एक्सप्लेन गर्नुपर्ने हुन्छ किन हजुरले त्यो सस्तो प्रोग्राम नेपालमा नपढेर हजुर क्यानाडामै पढ्न खोज्नु भएको। जस्तो प्र्याक्टिकल नर्सिङको कुरा गरौँ, प्र्याक्टिकल नर्सिङ नेपालमै पढ्न पाइन्छ, नेपालमै हजुरको चाहिँ 5-10 लाखमा त्यो कोर्स फिनिस हुन्छ भने हजुरले क्यानाडामा चाहिँ 60 लाख खर्च गरेर त्यसको पढ्नुको औचित्यता के हो त भनेर भिजा अफिसरलाई चाहिँ क्लियरली प्रष्ट रूपमा एक्सप्लेन गरेको खण्डमा पनि हजुरको चाहिँ भिजा चाहिँ चान्स चाहिँ हाई हुन्छ। त्यस्तै हामीले अर्को चाहिँ 5औं नम्बरमा परेको छ सिबी र डकुमेन्ट र चाहिँ ओभर एडभान्स अथवा अस्वाभाविक देखिनु, जुन मैले माथि पनि कभर गरेको छु फर्स्ट पोइन्टमा। हामीले रिसर्च गर्दै गर्दाखेरि चाहिँ जुन हाम्रो स्टुडेन्टमा पनि हुन्छ, स्टुडेन्टलाई सिबी लिएर आउनुहोस् भनेर भन्छौँ, सिबी बनाएर लिएर आउँदाखेरि चाहिँ एआईबाट बनाउने र डिप्लोमाको विद्यार्थीहरूले चाहिँ पिएचडी स्टाइलको चाहिँ जब डेस्क्रिप्सनहरू राखेर चाहिँ लिएर आउने, माथिको अब्जेक्टिभ लेख्दाखेरि पनि त्यस्तै किसिमको राख्ने, यस्तो देखियो भने एसओपीमा पनि हजुरले चाहिँ अब हजुरको आइएसमा एज ब्याङ्क 6 छ र एसओपी बाहिर लेखाउन दिनुभएको छ
अब बाहिर लेख्ने धेरै जसोले एआई पनि युज गर्छ र एआई हजुरको चाहिँ स्कोरसँग र तपाईँको चाहिँ त्यो राइटिङ स्टाइल तालमेल नहुँदा भिजा अफिसर चाहिँ स्केप्टिकल हुनसक्छ र यस्तो केसमा पनि तपाईँले लेखेको होइन भन्ने टाइपको चाहिँ हुनसक्छ होइन। सो मुख्यतः यी 5वटा रिजन छन् र योभन्दा बाहेक पनि अरू फाइनेन्सियल रिजनहरू जुन मैले अघिल्लो भिडियोमा कभर गरेको छु यस्तै यस्तै जानकारीहरू लिन सक्नुहुन्छ भने हामीसँग ट्रेन काउन्सिलरहरू गोरेटो कन्सल्टेन्सीका विभिन्न ब्रान्चहरूमा छन्। जस्तो गोरेटो कन्सल्टेन्सी हेड अफिस हाम्रो चाहिँ बानेश्वरमा, त्यस्तै बाग बजार पुतली सडक सल्यान हाउसमा, कुमारी पाठी हाम्रो चाहिँ गोरेटो कन्सल्टेन्सी छ, त्यस्तै इटहरीमा भयो र पोखरा भयो र चितवन भयो। थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो।